विकास थारूको कथा रोडदेखि करोडसम्म। हिजो बाटोमा माग्दै हिँड्ने मान्छेले आज गर्यो भोइस अफ नेपालको स्टेजमा तहल्का। हरेक दुखीको दिन आउँछ भन्थे हो रहेछ। आँखा नदेख्ने मान्छेले गीत गाएर फर्काए 3वटा कुर्सी। दर्शकवृन्द नमस्कार। आज हामी भोइस अफ नेपालको तेस्रो एपिसोडमा प्रस्तुति दिनुभएका आँखा देख्न नसक्ने प्रतिभा विकास थारूको प्रेरणादायी जीवनको बारेमा चर्चा गर्नेछौँ, जसलाई सुनेर हजुरहरूको आँखामा पनि आँसु आउन सक्छ। एउटा गरिब अपाङ्ग व्यक्ति भएर नेपाली समाजमा बाँच्न कत्तिको गाह्रो रहेछ भन्ने कुरा हजुरहरूले थाहा पाउनुहुनेछ। आउनुहोस् लागौँ विषयवस्तुतर्फ। मन सानो बनाई नरुनु है, यादहरू सँगालेर बाँचिरहेछु नि मै। ब्लाइन्ड अडिसनको तेस्रो एपिसोडमा बर्दियाबाट विकास थारू आउनुभयो। मन सानो बोलको गीतमा दमदार प्रस्तुति दिएपछि यति बेला उहाँको चौतर्फी चर्चा भइरहेको छ। 2वटै आँखा देख्न नसक्ने विकासले यति मिठो गीत गाउँदा सबैजना छक्क पर्नुभयो। उहाँले यति बेला रोडबाट उठेर करोडौं दर्शकहरूको मन जित्नु भएको छ। जन्मिएदेखि नै आँखा देख्न नसक्ने विकासले लामो समयदेखि काठमाडौँ, पोखरा लगायतका ठुला सहरहरूका सडक पेटीमा गीत गाएर पैसा माग्दै आफ्नो जीविका चलाउँदै आउनुभएको छ। सहरमा बस्ने कतिपयले त उहाँलाई आफ्नो ठाउँमा गीत गाउँदै सहयोग माग्दै हिँडेको पनि देख्नुभयो होला। पापी पेट भर्नका लागि सडकमा माग्दै हिँड्दा उहाँले धेरै दुःख र हेपाई सहनु पर्यो। सहरमा माग्न जाँदा मानिसहरूले छतबाट जुठो पानी फ्याँकेर लखेट्ने, घरको कुकुर फुकाएर लगाइदिने, रोडमा बसेर गीत गाइरहँदा पुलिसले आएर स्पिकर खोसिदिने र चौकीमा लगेर दुःख दिने जस्ता कैयौं बाधाहरू विकास थारूले भोग्दै आउनुभएको छ। मानिसहरूले उहाँलाई अन्धा, काना जस्ता अपशब्दहरू प्रयोग गरेर हेपेर बोल्दा म किन बाँचेको होला, कहिले मर्न पाउने होला भन्ने लाग्छ भनेर विकास थारू भन्नुहुन्छ। अन्धा, काना जस्तो अपशब्द बोल्दाखेरि धेरै नराम्रो लाग्छ। जे होस् किन बाँचेछु, अब कहिलेसम्म होला मेरो माथि जाने डेट, त्यस्तो लाग्छ सर। भगवानले सबैलाई एउटा न एउटा प्रतिभा दिएरै पठाएको हुन्छन्। जन्मजातै आँखा नदेख्ने भए पनि विकासको गायन क्षमता अद्भुत छ। जो कोहीले भोइसमा आएर 3वटा कुर्सी आफूतिर फर्काउन सक्दैन। विकासको प्रस्तुतिमा कोच मेलिना, राजु र उदय घुम्नुभयो र कोच खेमचाही घुम्नु भएन। विकासले टिम मेलिनालाई छानेर अगाडि बढ्नु भएको छ। आशा गरौँ उहाँ भोइसमा धेरै अगाडिसम्म पुग्नुहुन्छ भनेर। हजुरहरूले पनि आगामी एपिसोडहरूमा विकासलाई साथ, सपोर्ट र हौसला दिनुहोला। विकासको मनोबल बढाउनको लागि कमेन्टमा केही मिठो कुराहरू पनि लेख्न सक्नुहुन्छ। आँखा नदेख्ने भए पनि विकासले आवाजको माध्यमबाट टिकटक, युट्युब, फेसबुक सबै चलाउनुहुन्छ र हजुरहरूले गर्नुभएको कमेन्ट पनि पढ्न अथवा सुन्न सक्नुहुन्छ। अब विकास थारूले रोडमा बसेर गाइराख्नु भएको यो छोटो भिडियो क्लिप हेरौँ। खुसी हुन्छ मन बोली सुने मात्रै पुग्छ, दुःख पीडा मनको सारा एकै शब्दले धोइदिन्छ। कस्तो आवाज उसको मायाको एउटा बहाना छ, यति लामो बाटो हिँड्ने, सम्झी रमाउँदै जिउने, पाउनु पर्ने चाहत छैन, गुमाउने डर छैन, हेरेर नपाऊ, माया गरिरहन पाऊ। 25 वर्षका विकास विवाहित हुनुहुन्छ। 2 वर्ष अगाडि तिहारमा भैली खेल्ने क्रममा गीत गाउँदै गर्दा माया बसेपछि उहाँले विवाह गर्नुभएको हो। उहाँको श्रीमती पनि दृष्टिविहीन हुनुहुन्छ। उहाँको श्रीमतीले पनि उहाँलाई निकै साथ र सपोर्ट गर्नुहुन्छ। रोडमा गीत गाउँदादेखि भोइसमा गीत गाउँदासम्म जहाँ पनि उहाँको श्रीमती सँगै बसेर सहयोग गर्नुभएको र हौसला दिनुभएको हामीले देख्न सक्छौँ। यसरी दृष्टिविहीन व्यक्तिले पनि सङ्घर्ष गरेर रोडदेखि भोइस अफ नेपालको स्टेजसम्म आइपुगेको देखेर सबैजनाले जिन्दगीमा सङ्घर्ष गर्न र सफलता पाउनको लागि प्रेरणा लिन सकिन्छ।
हाम्रो तर्फबाट विकासलाई ब्याटल राउन्डको लागि बेस्ट विसेस भन्न चाहन्छौँ। हजुरहरूलाई यस भिडियो मन पर्यो भने लाइक र च्यानललाई सब्स्क्राइब पनि गरिदिनुहोला। भिडियोलाई अन्तिमसम्म हेरिदिनु भएकोमा हजुरलाई धन्यवाद।